आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यस महान पर्व दशैं तिहार र छठको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना। जेन्जी आन्दोलनका क्रममा शहादत दिनेहरू शहीदहरूप्रति मेरो हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। आज म संहिताको विषयमा केही कुरा राख्न गइरहेको छु। कृपया ध्यान दिएर सुन्नुहोला। वर्षौंसम्म शासन सत्ता काठमाडौँमा मात्रै केन्द्रित रह्यो। मधेस, कर्णाली, सुदूरपश्चिमका आवाज सुनेनन्। देशमा भएका तीनवटा आन्दोलन जुन 2063, 64 र 72 मा भयो, त्यसको मुख्य माग नै संहिता र समानुपातिक प्रतिनिधित्व थियो। मधेस आन्दोलनका क्रममा 52 जना शहीद भएका थिए। यो सरकारी आंकडा हो। हजारौं मान्छेहरू घाइते भएका थिए। धेरै मानिसहरूले भन्न गर्छ कि नेपाल एउटा सानो मुलुक हो, यसमा संहिता किन चाहियो। उहाँहरूलाई म भन्न चाहन्छु, विश्वमा धेरै यस्ता नेपालभन्दा पनि सानो मुलुकहरू छन् जहाँ संहिता छ। उदाहरणका लागि स्विजरल्याण्ड, जसमा 26 वटा स्टेटहरू छन्, राज्य प्रदेशहरू छन्। त्यस्तै गरी युरोपका धेरै देशहरूमा संहिता छ। त्यो नेपालभन्दा धेरै सानो मुलुकहरू हुन्। नेपाल 4 वर्ण 36 जातको साझा फुलबारी हो। नेपाल बहुभाषीय बहुजातीय मुलुक हो। नेपाल जस्तो मुलुकमा संहिताको आवश्यकता हुन्छ। संहिताले सबै जनतालाई बाँधेर राखेको हुन्छ। सबैलाई यो मुलुक पर हाम्रो हो भन्ने विश्वास दिलाउँछ। म अब तपाईहरूलाई इतिहासको कुरा गर्दैछु। कन्स्टिट्युसनल मोनार्कीको, संघीय राष्ट्र, कन्स्टिट्युसनल मोनार्की, संवैधानिक राजतन्त्रको कुरा गर्दैछु। कुरा के हो भने त्यतिखेर पनि 14 अञ्चल, 75 जिल्ला र 3955 वटा गाउँपालिका थिए र 100 भन्दा कम नगरपालिकाहरू थिए। अहिले यो संघीय लोकतान्त्रिक गणतन्त्रमा मात्रै 753 वटा स्थानीय तहहरू छन्। त्यो भनेको हो कि अरू पहिला भएको गाउँपालिकाहरूलाई 2 वटा 4 वटालाई एउटा बनाएको, 4 टा 5 वटा मिलाएर नगरपालिका बनाएको हो। यसले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि स्थानीय तहहरू कम गरेका छन्। म यो भन्न चाहन्छु कि संहितालाई परिमार्जन चाहिँ गर्न सकिन्छ। मन्त्रालयको संख्या घटाउने देखि लिएर प्रदेश सभाको